नमस्कार, हजुरहरूलाई हाम्रो च्यानल बुद्ध उपदेशमा हार्दिक स्वागत छ। आज हामी जीवनको एक अत्यन्तै महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ र त्यो विषय हो रिस। रिस हाम्रो जीवनको सबैभन्दा शक्तिशाली तर सबैभन्दा खतरनाक भावना मध्ये एक हो। रिसले क्षणभरमै हाम्रो बुद्धि ढाक्न सक्छ र वर्षको सम्बन्ध बिगार्न सक्छ। हामी मध्ये धेरैले अनुभव गरेका छौँ कि रिस उठेको बेला हामी आफूलाई नियन्त्रण गर्न सक्दैनौँ। पछि शान्त भएपछि हामीलाई पछुतो लाग्छ, तर बोलेका शब्दहरू फर्काउन सकिँदैन। त्यसैले आज हामी बुझ्ने प्रयास गर्नेछौँ कि बुद्धको शिक्षा अनुसार रिसलाई कसरी नियन्त्रण गर्ने। भगवान गौतम बुद्धले भन्नुभएको छ कि रिस आगो जस्तै हो। जब हामी कसैमाथि रिसाउँछौँ, हामी सोच्छौँ कि हामीले अरूलाई जलाइरहेका छौँ, तर वास्तवमा त्यो आगोले पहिले हामीलाई नै जलाइरहेको हुन्छ। बुद्धले रिसलाई 3 विष मध्ये एक मान्नु भएको छ: लोभ, मोह र द्वेष। द्वेष अर्थात् घृणा वा रिस, जसले मनलाई अशान्त बनाउँछ र विवेक नष्ट गर्छ। अब प्रश्न उठ्छ, रिस किन उत्पन्न हुन्छ? रिस तब उत्पन्न हुन्छ जब हाम्रो इच्छा पुरा हुँदैन। रिस तब उत्पन्न हुन्छ जब कसैले हाम्रो अहङ्कारलाई चोट पुर्याउँछ। रिस तब उत्पन्न हुन्छ जब हामीले परिस्थितिलाई स्वीकार गर्न सक्दैनौँ। हामी सधैँ चाहन्छौँ कि सबै कुरा हाम्रो सोच अनुसार होस्, तर संसार हाम्रो इच्छा अनुसार चल्दैन। यही अस्वीकार नै रिसको जड हो। बुद्धले सिकाउनु भएको पहिलो उपाय हो सचेतना। जब रिस उठ्न थाल्छ, त्यसलाई तुरुन्त दबाउने प्रयास नगर्नुहोस्। त्यसलाई ध्यानपूर्वक हेर्नुहोस्। आफ्नो मनमा भन्नुहोस्, अहिले मेरो मनमा रिस उठिरहेको छ। जब हामी भावनालाई चिन्छौँ, त्यो भावना कमजोर हुन थाल्छ, तर जब हामी भावनामा बग्छौँ, त्यो अझ बलियो हुन्छ। बुद्धले ध्यानको माध्यमबाट मनलाई प्रशिक्षित गर्न सिकाउनुभयो। यदि हामीले नियमित रूपमा श्वास प्रश्वासमा ध्यान गर्ने अभ्यास गर्यौँ भने हाम्रो मन स्थिर बन्छ। स्थिर मनमा रिस लामो समय टिक्न सक्दैन। अर्को महत्त्वपूर्ण शिक्षा हो मैत्री भावना। बुद्धले सबै प्राणीप्रति मैत्री राख्न सिकाउनु भएको छ। यदि कसैले तपाईँलाई नराम्रो व्यवहार गर्यो भने मनमा उसको लागि पनि शुभकामना राख्ने अभ्यास गर्नुहोस्। यो सजिलो छैन, तर यो नै वास्तविक आध्यात्मिक शक्ति हो। कल्पना गर्नुहोस्, यदि कसैले तपाईँलाई अपमान गर्यो र तपाईँ शान्त रहनुभयो भने कसको विजय भयो? बाहिरबाट हेर्दा उसले जितेको जस्तो देखिएला, तर वास्तवमा तपाईँले आफ्नो मन जित्नुभयो। बुद्धले भन्नुभएको छ कि रिसलाई रिसले कहिल्यै जित्न सकिँदैन। रिसलाई केवल प्रेम र धैर्यले मात्र जित्न सकिन्छ। हामीले बुझ्नुपर्छ कि रिस क्षणिक हो। जुन भावना उत्पन्न हुन्छ त्यो केही समयपछि हराउँछ। यदि हामीले केही क्षण धैर्य गर्यौँ भने ठुलो विनाशबाट बच्न सक्छौँ। रिस उठेको बेला तुरुन्त प्रतिक्रिया नदिनुहोस्। 3 गहिरो सास लिनुहोस्, केही क्षण मौन बस्नुहोस्, त्यसपछि मात्र बोल्नुहोस्। धेरै जसो समस्याहरू हाम्रो शब्दका कारण गहिरिन्छन्। यदि हामीले शब्दलाई नियन्त्रण गर्यौँ भने धेरै सम्बन्ध बचाउन सक्छौँ। बुद्धको अर्को शिक्षा हो अनित्य। सबै कुरा परिवर्तनशील छ। आज जसले तपाईँलाई दुःख दिएको छ, त्यो परिस्थिति पनि स्थायी छैन। यदि सबै कुरा परिवर्तनशील छ भने रिस किन स्थायी राख्ने? हामीले क्षमाको अभ्यास गर्नुपर्छ। क्षमा गर्नु भनेको कमजोरी होइन। क्षमा गर्नु भनेको आफूलाई मुक्त गर्नु हो। जब हामी कसैप्रति रिस पालेर बस्छौँ, हामी त्यो व्यक्तिलाई होइन, आफूलाई नै सजाय दिइरहेका हुन्छौँ। रिस बोकेर हिँड्नु भनेको भारी ढुङ्गा बोकेर यात्रा गर्नु जस्तै हो। जति लामो समय बोकिन्छ, उति नै थकान बढ्छ।
त्यसैले रिसलाई दबाउनु होइन, बुझ्नुहोस्। रिसलाई प्रतिक्रिया होइन, सचेतनाले सामना गर्नुहोस्। रिसलाई घृणाले होइन, करुणाले परिवर्तन गर्नुहोस्। यदि तपाईँ दैनिक 5 मिनट ध्यान गर्नुहुन्छ, यदि तपाईँ हरेक दिन कसैप्रति सानो दयाको काम गर्नुहुन्छ, यदि तपाईँ प्रतिक्रिया दिनुभन्दा अघि सोच्ने अभ्यास गर्नुहुन्छ, तपाईँको जीवनमा ठुलो परिवर्तन आउनेछ। शान्त मानिस कमजोर हुँदैन, शान्त मानिस नै सबैभन्दा शक्तिशाली हुन्छ, किनकि उसले संसारलाई जित्नुभन्दा पहिले आफ्नो मन जितेको हुन्छ। अन्त्यमा म तपाईँलाई सानो अभ्यास दिन चाहन्छु। आज कसैले तपाईँलाई रिस उठाउने कुरा गर्यो भने तुरुन्त प्रतिक्रिया नदिनुहोस्। मनमा 3 पटक भन्नुहोस्, यो भावना पनि बित्नेछ। त्यसपछि मात्र निर्णय लिनुहोस्। रिसलाई नियन्त्रण गर्नु भनेको अरूलाई परिवर्तन गर्नु होइन, यो आफ्नो चेतनालाई जागृत गर्नु हो। यदि तपाईँलाई आजको भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, सेयर गर्नुहोस् र बुद्ध उपदेश च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा हामी करुणा र मैत्री भावनाको गहिरो अभ्यासबारे कुरा गर्नेछौँ। सबैको जीवनमा शान्ति, प्रेम र धैर्य रहोस्। धन्यवाद।